Hello guys, welcome back to my new video. साथीहरु हजुरहरु सबैजनालाई स्वागत छ फेरि पनि मेरो न्यू भिडियोमा। अन्त म चाहिँ यहाँनिर रेडी भएर बसिरहेको छु। यहाँ प्रकृति लुगा सबैलाई थाहा भएको कुरा हो, आज मेरो छोरीको बर्थडे हो, त्यही भएर म चाहिँ मन्दिर जाँदैछु। यहाँ हेर्नु क्या खुसी लाग्छ। हामी बजार आइपुग्यो रेडी भएर जाँदैछु। हेर्नु मेरो बुढाले कहाँ लान्छ त्यहाँ साथीहरु। अन्त अब चाहिँ मन्दिर पुगिसक्यौँ, पण्डितजी छैन रहेछ। अन्त हामी यहाँ पण्डितलाई वेट गरिरहेको छौँ होइन। अन्त यहाँ चाहिँ आन्टी हुनुहुन्छ, यहाँनिर शिव मन्दिर हो। अब चाहिँ पण्डित पनि आयो, हस्बेन्ड पनि आयो, पूजा हुँदैछ, नानीले पनि गर्दैछ हो। घन्टीहरू बजायो भने त्यसै टालिन्छ। त्यहाँदेखि साथीहरु अब चाहिँ फाइनली हामी यहाँबाट पनि निस्केको होइन। अब चाहिँ घुम्नु जाने रे, घुम्नु लाने रे बुढोले कि। अन्त त्यहाँबाट हामी यहाँ टासी भ्यू पोइन्टमा गयो होइन। यहाँनिर हेर्नु टुरिस्टहरू यति बेसी आइरहेको रहेछ। त्यही भएर हामी यहाँ बस्दैछु। यसलाई चाहिँ पण्डितले दिएको बनाना पनि बोकेर रहेछ होइन। त्यहाँदेखि यहाँनिर चाहिँ यस्तो पार्कहरू पनि रहेछ हो। म चाहिँ यो चाहिँ खासमा चाहिँ मैले भिडियो बनाएको थिएँ कि भएन रिल्सको लागि। अन्त यहाँनिर यसो बनाएँ, भए पनि नभए पनि खिचिरहेको। नानी चाहिँ फेरि म्यागी खाने यहाँनिर, अनि उसलाई चाहिँ म्यागी खाँदै छु हो। प्रकृति यता हेर्नु न, अन्त प्रकृति खाएको थिएन, प्रकृति यता हेर न। अन्त त्यही भएर चाहिँ म्यागी खाँदैछ हो। यहाँ अफ गरेर खाऊ ल, कस्तो हुन्छ तातो खाइदिन्छ उसको बेस्ट। त्यहाँबाट पनि निस्क्यौँ साथीहरु हामी। त्यहाँबाट अहिले चाहिँ हामी जाँदैछौँ यहीँनिर अर्को जग्गा हो, यो नाम प्लान्ट अरे। यहाँनिर चाहिँ फ्लावर्सहरू मात्रै रहेछ होइन, फुलेकै छैन रहेछ अहिले चाहिँ, पुरा गाडी छ। यहाँ पनि टुरिस्टहरू पुरा आइराखेको रहेछ होइन। अन्त हामी चाहिँ यहाँनिर वाटरफल्स पनि रहेछ मजाको हो। अन्त यहाँनिर यसो पिक्चरहरू खिच्यो, भिडियोहरू बनाउँदै होइन। मजा आयो आजको दिन। यस्तै छ है मेरो चाहिँ। अन्त यहाँनिर बुढामा हामीलाई खोज्दै लिनु आइपुगेछ। अन्त बुढाले जाउँ भने त्यहाँदेखि फेरि गाडीमा चढेर अर्को जग्गा जाँदैछु। अब चाहिँ हेर्नु यहाँको भ्यूहरू कस्तो दामी छ यहाँ टासी भ्यू पोइन्टको। अब चाहिँ हामी साथीहरू घर गएको, घर जाँदैछौँ अहिले चाहिँ। अन्त यो भिडियो चाहिँ अलिकति एड भइसक्यो, अगाडिकै होला। कस्तो प्रकारले एडिट गरेछु आज मैले, हेर्नु न नानी चाहिँ। अब चाहिँ घर गएको। सबैजना खुसी भएर ह्याप्पी बर्थडे टु मेरो बुढाको साथीहरू सबै यहाँनिर पानी फुलहरू झार्छ है, खाना खानु हुँदैछ। दिदी पनि बसिरहन्छ, सुरज फोटो